हेलो हेलो साथीहरू नमस्ते। आज मैले तपाईँहरूलाई एकदमै नौलो खालको स्थानमा घुमाउन लगिरहेको छु साथीहरू। यो हो हन्टिङ सपिङ सेन्टर। मलाई त आश्चर्य लाग्यो साथीहरू यहाँको दृश्यहरू हेर्दाखेरि। यो सपिङ सेन्टरमा यस्तो यस्तो सामग्री पाइने रहेछन् साथीहरू कि जनावरदेखि लिएर चराचुरुङ्गी माछा मार्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू यहाँ प्राप्त गर्न सकिन्छ। जस्तै बन्दुक, माछाको लागि फिसिङ रड, जाली, तपाईँको राति क्याम्पिङको लागि चाहिने स्लिपिङ ब्यागदेखिबाट लिएर 40 डिग्रीसम्मलाई कभर गर्न सक्ने न्यानो न्यानो ज्याकेटहरू। अब कुरै छोडौँ, गोलीदेखि आधुनिक बन्दुकहरूसम्म सजिलै किन्न सकिने पसल। तपाईँहरूलाई मैले बन्दुक पनि देखाउने छु र कसरी शिकार गर्ने भन्ने खालका तालिम पनि त्यहाँ दिँदो रहेछ, त्यो पनि मैले देखाउने छु साथीहरू। ल हेर्नुहोस् है कति अनौठो छ यो पसल। बाबा कत्रो भीषण ठुलो छ कि फेरि। र यहाँ सजाएर राखेका जनावरहरू देख्दै आश्चर्य लाग्छ। र आज हामी यहाँ यो सपिङ सेन्टरमा घुमिरहेका छौँ। आफूलाई आवश्यक पर्ने केही सामग्री पनि किनेका छौँ। हुन त मलाई पनि बन्दुकको निकै सोख छ। एउटा स्पेसल राइफल बोकेर आउँ कि जस्तो लागेको थियो, तर नेपाल सरकारको अनुमति लिएको छैन साथीहरू, त्यही भएर अहिले चाहिँ ल्याउन सकिनँ। अर्को पटक त्यो पनि प्रयास गर्नेछु। हेर्नुहोस् है साथीहरू, पहिला तपाईँले प्लसको पसलको चाहिँ दृश्य हेर्नुहोस् त कसरी सजाइएको छ। यहाँ सम्पूर्ण जनावरहरूको शालिग छड्याइएको छ साथीहरू, र ती सबै वास्तविक जनावर र त्यसमा कुनै फरक छैन साथीहरू। ल हेर्नुहोस्, यो आर्चरी, यो धनु हो। यो शिकार गर्नको लागि राखिएका चाहिँ धनुहरू तपाईँहरूलाई मैले देखाइरहेको छु अहिले। तपाईँहरू पनि धनुषपात चलाउने भए आउनु होला साथीहरू। ल हेर्नुहोस्, यस्ता यस्ता खालका जनावरहरू यहाँ पाइन्छन् र यी जनावरहरू मार्नको लागि यहाँबाट बन्दुक र साथसाथै लाइसेन्स पनि प्राप्त गर्न सकिन्छ साथीहरू। र सम्पूर्ण सामग्रीहरू के आवश्यक पर्छ सबै यो पसलमा किन्न पाइने रहेछ। ल हेर्दै जानुहोस् है साथीहरू, तपाईँ मैले खतरा खतरा बन्दुकहरू पनि देखाउँछु एकछिनमा। ल हेर्नुहोस् साथीहरू, यो बन्दुकहरू हेर्नुहोस् त कति अत्याधुनिक राइफल्सहरू, गनहरू हेर्नुहोस् त। आमामामा के गर्नु, मलाई त्यो ठुलो गन बोकेर आउनु मन थियो, एउटा स्वीकृति ल्याइएन। नेक्स्ट टाइम प्रयास गर्नुपर्छ। ल हेर्नुहोस् बन्दुकहरू, सब बन्दुकहरू साथीहरू यसरी सजाएर राखिएको छ। र यहाँ गोलीहरू पनि देख्न सक्नुहुन्छ साथीहरू। तपाईँहरूले कस्तो खालको हतियार चाहियो तपाईँलाई शिकार खेल्न, आउनु होला। ल यहाँ जस्तो भने त्यस्तो शिकार खेल्ने राइफल्सहरू अत्याधुनिक पाइन्छन् साथीहरू। त्यति मात्रै हो र यहाँ टेलिस्कोप, खतरा खतरा टेलिस्कोप पनि पाइन्छ बन्दुकमा जोडेर हान्नको लागि। यहाँ के छैन र साथीहरू, खै म त दङ्ग परेँ यो पसल घुमेर हेर्दाखेरि। खुब रमाइलो भयो मलाई आज। हुन त मैले अमेरिकामा पनि यस्ता बन्दुकहरू त खुल्ला बेचेको देखेको थिएँ, तर यति ठुलो हन्टिङ सेन्टर मार्केट चाहिँ देखेको थिइनँ। र यो पसल रहेको छ क्यानाडाको सास्काटुनमा। अनौठो लाग्यो साथीहरू यहाँको दृश्य, पसलका सामानहरू। मूल्य पनि त्यस्तै छ साथीहरू, हामीलाई त डरै लाग्छ हो। एउटा जकेटकै मूल्य नेपाली 1.5 लाख पर्ने रहेछ, -40 डिग्री थाम्नेलाई। अब राइफलको त कुरै छोडौँ, गोली गट्ठा सबै त्यत्तिकै महँगा छन् साथीहरू। तै पनि हो, यो ब्याग भने मैले नि एउटा किनेँ है साथीहरू, जति महँगो भए पनि मलाई पनि राम्रो लाग्यो यो ब्याग, एउटा किनेँ। एउटा यस्तै ह्याट पनि किन्ने साथीहरू, यही कम्पनीको।
ल हेरौँ है साथीहरू कस्तो छ, अनौठो छैन त। अझ मैले सबै भिडियो बनाउन सकिनँ साथीहरू, धेरै छुटेका छन्। अब सबै ठाउँ बनाउनु पनि नमिल्ने, अब मानिसहरूको गाडी गएर खिच्न मिलेन, मानिसहरूले हिँडिरहेको हेरिरहेको ठाउँमा। तैपनि सक्दो प्रयास गरेको छु साथीहरू देखाउनको लागि। ल हेरिदिनु होला, लाइक गरिदिनु होला, सपोर्ट गरिदिनु होला, सेयर गरिदिनु होला। तपाईँहरूले सेयर गरिदिनु भयो, कमेन्ट गरिदिनु भयो, लाइक गरिदिनु भयो भने मात्रै मलाई पनि भिडियो बनाउन रहर जाग्छ नि साथीहरू। खै तपाईँहरूले सपोर्ट नै गर्नुहुन्न, फलो पनि गर्नुहुन्न। कमसेकम फलो त गर्नुहोस्। तपाईँलाई यस्तै नयाँ नयाँ जानकारी मैले दिइरहेको छु त सधैँ तपाईँहरूको मनोरञ्जनको लागि। तर खै तपाईँहरू वास्तै गर्नुहुन्न साथीहरू। यो भिडियो बनाउनलाई पनि त सजिलो छैन नि। कतिपय ठाउँमा अनुमति पाइँदैन, कतिपय ठाउँमा गाली पनि खाइन्छ भिडियो बनाउँदै जाँदा, कतै लुकेर बनाउनु पर्ने हुन्छ, जहाँसुकै खुल्ला हुँदैन। तैपनि धेरै ठुलो प्रयास गरेर तपाईँहरूलाई यो देखाउने काम गरेको छु। तपाईँहरूले मलाई समर्थन गरिदिनु होला, फलो गरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है त साथीहरू। ल राम्रोसँग हेर्नुहोस्, अनौठो छ हेर्नुहोस् साथीहरू। कस्ता कस्ता सामग्रीहरू छन् हेर्नुहोस् त। हन्टिङ गर्नका लागि, माछा मार्नका लागि, जङ्गल क्याम्पिङको लागि सम्पूर्ण सामानहरू छन् यहाँ। 2-4 हजारदेखिबाट लिएर 20 लाख पर्ने सामानहरू पनि यहाँ उपलब्ध छन् साथीहरू। हेर्दा हेर्दै हिँड्दा हिँड्दै थकाइ लाग्ने रहेछ यो पसलमा। कति ठुलो होला पसल, कति भव्य होला, कसरी सजाएर राखेको छ साथीहरू हेर्नुहोस् त। ल हेर्नुहोस्, हतियारहरू हेर्नुहोस् है साथीहरू, हतियारहरू खतरनाक खतरनाक हतियारहरू हेर्नुहोस् है। ल हेर्नुहोस्, देख्नुभयो नि यो रमाइलो। मलाई त जति हेरे पनि हेरिरहँ जस्तो मात्र लागिरह्यो। 7 बजी बन्द हुने रहेछ साथीहरू, 7 बजिहाल्यो। अनि कतिपय डिपार्टमा पुग्न सकिएन अझै। हेर्न चाहेका कतिपय कुराहरू पनि छुटे। फेरि अर्को पटक पनि जान सकिन्छ। प्रयास गर्नेछु मैले छुटेका कुराहरू पनि देखाउनको लागि तपाईँहरूलाई। ल हेर्नुहोस्, कति सुन्दर छ, कति आकर्षकसँग सजाइएको छ। वाउ, कति राम्रो छ हेर्नुहोस् त साथीहरू। ल सबै हेर्नु होला है साथीहरू, नछुटाइकन। तपाईँहरूले हेरिदिनु भयो भने मेरो पनि जोस जागर बढ्छ नि साथीहरू। ल साथीहरू, म पनि सिकार खेल्ने प्रयास गर्दैछु है। कतिको लगाउन सक्छु टार्गेट त्यो थाहा छैन। हस्, धन्यवाद। पुरा लामो भिडियो हालिदिन्छु मैले अब।